साथीहरु नमस्कार। आज चाहिँ म आफ्नो गाडीमा भएको ब्याट्रीको साइज कसरी थाहा पाउने भनेर यो भिडियो बनाएको छु। अन्तिमसम्म हेरेर साथ दिनु होला। जहिले पनि गाडीको ब्याट्रीको माथिल्लो भागमा चाहिँ 40B19L अथवा 44B19L 55D23R 80D23 105D26R यस्तो लेखिएको हुन्छ। यसको मिनिङ के हो त? 40 भनेको चाहिँ पर्फर्मेन्स र्याङ्किङ हो क्या। त्यो ब्याट्रीको चाहिँ कस्तो छ पर्फर्मेन्स र्याङ्किङ भनेर चाहिँ बुझिन्छ। जति यो अङ्कहरू बढ्दै जान्छ त्यति नै पर्फर्मेन्स र्याङ्किङ बढ्दै जान्छ। र बी अथवा डी अथवा सी ई एफ बढ्दै जान्छ। जति बढ्दै गयो बढिसकेको बी भनेको चाहिँ चौडाइ र हाइट 19 23 26 बढ्दै गयो। यसको लेन्थ लम्बाइ पनि बढ्दै जान्छ। लम्बाइ चाहिँ सेन्टिमिटरमा हुन्छ। र यो एल र आर छ। एल भनेको चाहिँ पोजिटिभ टर्मिनल चाहिँ लेफ्टमा छ कि राइटमा छ भनेर चाहिँ थाहा पाउन सकिन्छ। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभयो, थ्याङ्क यू। र तपाईँको गाडीमा कस्तो टाइपको ब्याट्री छ लेखेर कमेन्ट गर्नु होला है त।